यस्तो बाध्यता छ उहाँको चाहिँ आफ्नै छोरीलाई यसरी बाँधेर राख्नु भएको छ खोरभित्र, बाख्राको खोरमा चाहिँ यसरी राख्नु भएको छ। एकदम यो बाध्यता हो। उहाँसँग उपचार गर्नको लागि पैसा छैन, आर्थिक अवस्था एकदमै कमजोर छ। अहिले माइतीको घरमा बस्नु भएको छ, 8 वर्षदेखि माइतीको घरमा बस्नु भएको छ भनेपछि छोरीको अवस्था 5 वर्षदेखि यस्तै थियो र 5 वर्षदेखि उहाँले यसरी नै बाँधेर राख्नु भएको छ। दर्शकबिन, यति बेला म चाहिँ बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर 5 10 नम्बरमा आएको छु। यो देख्न सक्नुहुन्छ, मेरो पछाडि देख्न सक्नुहुन्छ यो गोठ छ। यो गोठमा 8 वर्षीय सन्ध्या घाह मगरलाई यसरी गोठमा राख्नु भएको छ भनेपछि यो बाध्यता पनि हो। उहाँसँग आर्थिक अवस्था एकदमै कमजोर छ। उपचार गर्नको लागि धेरै ठाउँ लग्नुभयो, तर आर्थिक अवस्था कमजोर भइसकेपछि यसरी एकजना आमाले छोरीलाई यसरी बाँधेर, खुट्टामा बाँधेर खोरमा राख्नु भएको छ। यो बाध्यता हो, एकदमै बाध्यता हो। उहाँले राख्नु त्यो चाहिँ बाध्यता हो। हजुरले छोरीलाई यो यहाँ राखेको कति भयो ठ्याक्कै? 5-6 वर्ष भयो। 5-6 वर्ष भयो है। उपचार गर्न कहाँ लग्नुभयो? नेपालगञ्ज हो, यता इन्डिया भारततिर लग्यौँ। उपचार भएन? नै। अनि छोरीलाई यहाँ बाँधेर राख्नुहुन्छ, तपाईँ काममा जाँदाखेरि होला नि? काममा जाँदाखेरि। अनि छोरीलाई यदि बाँधेन भने कहाँ जान्छन्? यो जता पाए उतै दोहोर दिन्छ बस्मितालले। जहाँ पाए त्यहाँ जाने? जहाँ पाए त्यही जान्छ। आर्थिक अवस्था कमजोर छ। तपाईँ चाहिँ माइतीको घरमा बस्नुहुन्छ अरे? माइती घरमा। कति वर्ष भयो तपाईँ माइतीको घरमा बस्नु? भइगयो 8-9 वर्ष। 8-9 वर्ष भयो। चाहिँ माइतीको घरमा बस्नुहुन्छ, 8-9 वर्ष भयो माइतीको घरमा बस्न लागेको। श्रीमान चाहिँ भारतमा जानु भएको छ भनेपछि पैसा कमाउन, छोरीको उपचार हुन सकेको छैन। अहिले आर्थिक अवस्था कमजोर भइसकेपछि एकदमै दयनीय छ यो परिवारमा। यदि तपाईँहरूले सक्नुहुन्छ भनेपछि यी नानी हुनुहुन्छ मेरो पछाडि, यी नानीको लागि आर्थिक सहयोग गरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ नम्बर राखिदिनेछौँ स्क्रिनमा नम्बर, त्यहाँ पनि तपाईँले फोन गरेर बुझ्न सक्नुहुनेछ भन्दै यो भिडियोबाट म बिदा हुन्छु। नमस्कार।